हाई गाइस, गुड मर्निङ। ऐस्नी डोलमा म चाहिँ आज हामी चाहिँ हकिङ हिल्स भन्ने कोलम्बसको जाँदैछौँ। अनि यतिखेर चाहिँ वेदर कस्तो दामी छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले जाँदैछौँ अनि त्यहाँ पुग्ने बेला त है कस्तो पानी परिरहेको। अनि हामी क्या राम्री भएर फोटोसोटो खिच्ने भनेर गएको भरे पानी परेछ। अनि यहाँ नि हाम्रो साथीहरू यतिजना गएको थियौँ हामी क्याम्पिङमा, क्या राम्री भएर मैले चाहिँ केटीहरू यता हेर भनेको थिएँ होइन। अनि पानी कस्तो परिरहेको थियो नि त। अनि एकछिन रोकिएको बेला चाहिँ हामी हिँड्यौँ अनि गएर त्यहाँ झर्ना हेर्ने भन्यौँ। अनि हामी चाहिँ त्यहाँ 2 दिनको लागि क्याम्प गएको थियौँ। अनि आज चाहिँ जसरी भयो भने त्यहाँ झर्ना सानो एउटा छ अरे। अनि त्यहाँ गएर यसो फोटोसोटो खिच्यौँ भन्यौँ होइन। अनि यो चाहिँ तलको छ नि पोखरी, हेर्नु त तपाईँहरूले देखिरहनु भएको होला। पानी परेर कस्तो कालो भयो थियो अनि हिलो भयो थियो होइन। सबले हामीले जामा लगाएको थियौँ नि त। अनि भोलि चाहिँ हामी हाफप्यान्ट लाउने भनेको थियौँ। अनि आज चाहिँ जसरी भयो नि जामामा फोटो त खिच्नुपर्छ भनेर चाहिँ हामी हेर्नु यस्तो मेहनत गरेर हिँडिरहेछ है। कसैले हिल लगाएका थिएन्। झर्ना चाहिँ यही हो, कति राम्रो छ हकिङ हिल्सको। तपाईँहरूलाई एकदम हिँड्नु मनपर्छ भने चाहिँ तपाईँहरू जान सक्नुहुन्छ। मैले चाहिँ अम्लीले देखाइरहेछ है झर्नालाई अनि म चाहिँ भोइस ओभर गरिरहेको छु। अनि हिलो कति धेरै थियो अनि सिँढीहरू थियो। अनि सिँढीबाट हामी चाहिँ हिँडिरहेको थियौँ। अनि मैले चाहिँ साथीहरूलाई पर्खनु हो साथीहरू, तिमीहरू त के साह्रो छिटो हिँडेको, मलाई अलिकति भिडियो त बनाउनु देऊ न भन्दै म चाहिँ है हिँडिरहेको थिएँ। तिनीहरू चाहिँ हाँसिरहेको थियो तल गएर। अनि क्या छिटो पुगेको थियो नि त उनीहरू चाहिँ। अनि गइरहेको थिएँ अनि हिलो देखेर मैले चाहिँ जिब्रो निकालेँ क्या, सिँढी छ अरे भन्यो। अनि यहाँ चाहिँ मेरो अर्को साथी अनि उतापट्टि चाहिँ मेरो बहिनी, हामी 3जना चाहिँ लास्टमा परेको थियौँ क्या। अरू चाहिँ अगाडि गइसकेको थिएँ। अहिले म तपाईँहरूलाई उनीहरूलाई पनि देखाइदिन्छु। उनीहरू चाहिँ अगाडि गइहाले। हामी चाहिँ यहाँ सिँढी, हेर्नु नि कति छ सिँढी। तलको ग्याङ चाहिँ हाम्रो हो। हामी धेरैजना थियौँ, 9जना, झन्डै 10जना जति नै थियौँ भनौँ। अनि हामी चाहिँ गइरहेछौँ। अनि म तपाईँहरूलाई देखाइदिँदैछु है सिँढी, हेर्नु नि तल हिँडिरहेको चाहिँ। अनि तलको चाहिँ रुपी र रुपीको छोरा 2जना हिँडिरहेका छन्। अनि अर्को चाहिँ नानु र नानुको छोरी पर 4जना हिँडिरहेका छन्। म चाहिँ यहाँ हिलोहरू देखाइरहेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो हिलो भएको छ भनेर। अनि ओ माई गड, ढुङ्गाहरू कस्तो राम्रो तर कस्तो चिप्लो भएको थियो क्या, पानी परेकोले गर्दा होला। अनि केटीहरू त अगाडि पुगेर है भिडियो सिडियो गर्नु थालिहाले, फोटोसोटो खिच्नु थालिहाले। तर मलाई चाहिँ ढुङ्गाहरू साह्रो मन पऱ्यो क्या। अनि यसो ढुङ्गाहरू देखाइदिएँ। अनि यहाँ अरू पनि मान्छेहरू धेरै आएको थिएन, कति धेरै थियो। उनीहरू पनि हिँडिरहेको थिएन, भिडियोहरू बनाइरहेको थियो। अनि हामीले पनि यसो 1-2 फोटोसोटो खिचौँ न भन्यौँ। अनि खिच्यौँ होइन। अनि मलाई चाहिँ ढुङ्गाहरू देख्दै मन पऱ्यो क्या। यहाँको ढुङ्गाहरू सिन एकदम राम्रो लाग्यो। झर्ना चाहिँ त्यस्तो साह्रो ठुलो चाहिँ होइन, तर सानो बट भेरी ब्युटिफुल भने जस्तो क्या, एकदम पिस जग्गा भन्ने जस्तो। अनि अरूहरू पनि थिए यत्तिकै। अनि केटीहरू फोटो खिच्नु थाल्यो। यता चाहिँ जुना हाफप्यान्ट मिलाइरहेको रहेछ अनि यता चाहिँ फोटो झर्नाको भ्युज यस्ता राम्रा छन् होइन, भ्यू झर्ना आइरहेको छ। अनि मैले चाहिँ तपाईँहरूलाई जुम गरेर देखाउने कोसिस गरेको। हेर्नु न कस्तो राम्रो क्या। यो देख्दा चाहिँ है नेपालको याद आयो। नेपालमा नि यस्तै झर्नाहरू छ नि त। अनि हामी चाहिँ त्यो गएर अब क्याम्प घरमा गयौँ। यही हो हाम्रो चाहिँ क्याम्पिङ गर्ने घर। तपाईँहरूलाई म घरको टुर देखाउँछु। अनि यो चाहिँ हाम्रो त्यो घर हो। हामी त्यो झर्नाबाट फर्केर आइहाल्यौँ। अनि यता मेरो साथी रश्मि, यता चाहिँ ब्युटिफुल, भेरी ब्युटिफुल। अनि यता चाहिँ फेरि हामी 4जना। अनि अरू चाहिँ गइरहेछन्। हामी चाहिँ यहाँ त्यो घरको कोड खोल्नुको लागि पर्खिरहेको थियौँ। अनि यो चाहिँ घरको यता साइडमा कोक्रो रहेछ कि। अनि म त पसिदिइहालेँ, साह्रो गलेको थियो हिँडेर आएकोले गर्दा। अनि म चाहिँ अब एकछिन लडेँ है केटी हो, तिमीहरू चाहिँ दैलो खोल्दै गर भन्यो। अनि त्यो पिन नमिलेर एकदम बसिरहेको थियौँ। अनि यहाँ चेयरमा बसेँ म चाहिँ। अनि हामी दैलो खोल्नु सफल भयौँ। अनि यो चाहिँ घर खोल्ने बित्तिकै लाइट बालेर तपाईँहरूलाई त्यो घर कस्तो थियो, त्यो क्याबिनेट कस्तो थियो भनेर चाहिँ तपाईँहरूलाई मैले टुर गराउँदैछु। यो चाहिँ क्याबिनेट हो हकिङ हिल्सको। अनि हामीले चाहिँ यो 1 रातको लागि गरेको थियौँ। अनि यो चाहिँ त्यसको त्यहाँ भएको बेडहरू
राम्रो लाग्यो, एकदम क्लिन थियो, एकदम राम्रो लाग्यो मलाई चाहिँ। अनि बाथरुमहरू पनि रुमै पछिको रहेछ, जम्मा जम्मी 5वटा जति थियो है खाट चाहिँ, तर एकदम राम्रो लाग्यो मलाई। त्यहाँको हुन्छ नि क्लिनिङहरू एकदम राम्रो गरेको थियो, तौलीहरू राखिदिएको थियो, अनि बाथटब पनि रहेछ, हट टब पनि। अनि यतै तपाईँहरूलाई देखाइरहेको छु मैले चाहिँ अघि पछि गरेर। अनि त्यहाँ चाहिँ अनि ऐनाहरू पनि रहेछन्, अनि ऐना हेरेँ। अनि यो चाहिँ अर्को रुम, धेरै थियो रुमहरू, एकदम राम्रो। अनि अर्को त मलाई के मन पर्यो भने काठको है, कस्तो दामी क्या घर चाहिँ काठको बनाएको रहेछ। अनि यो चाहिँ किचन, अनि किचन चाहिँ हामीलाई काट्नेहरू राखिदिएको थियो, खानेकुरा चाहिँ केही थिएन, हामीले लानुपर्ने भएकोले गर्दा हामीले सामानहरू हाल्नका लागि रेडी गरिदिएको थियौँ। अनि किचन पनि एकदम क्लिन थियो। अनि उनीहरूले राखिदिएको भनेको उनीहरूको कफी थियो, अनि टेबलहरू राम्रो थियो, बाहिर मासुहरू पोल्ने जग्गा। अनि यो चाहिँ 3 स्टेप थियो, एकदम राम्रो लाग्यो होइन। अनि यो चाहिँ माथि जाने, माथिको साथीहरू चाहिँ अघि गएर खादलखुदुल पारेर हेरेर झरिरहेछ। अब म चाहिँ भिडियो गर्दै गइरहेको थिएँ नि त, किनभने सबै देखाउँ भनेर। अनि यहाँ चाहिँ मेरा साथीहरू पुरा अघि पुगेर है माथि रुम हेरिसकेको थियो, तर उनीहरूले सबै रुममा चाहिँ एउटै बेड कभर ओछ्याइदिएको रहेछ कि। अनि मलाई मन परेको भनेको चाहिँ उनीहरूको यो काठ क्या, ओ माई गड कस्तो राम्रो काठको है। यहाँबाट त हेर्दा ठक्कै नेपालको याद आयो क्या मलाई त। ल केही नगरिकन त्यो नेपालको टुङ्सी घर हुन्छ नि, त्यो हल्लिने खालको क्या हो, ठक्कै त्यस्तै त्यस्तै त्यस्तै, कतै नगइकन सेम। अनि कस्तो हेभी, अनि भित्र पनि हेर्नु नि पुरा रुखै ढालेर हालेको जस्तै है। यहाँ चाहिँ मलाई डोरी लगाएर पिङ खेल्ने क्या हो, ठ्याक्क सोफाको मुनि पिङ खेल्ने बनाएको थियो भने चाहिँ कस्तो दामी हुन्थ्यो होला जस्तो लाग्यो। क्याबिनेटमा यहाँ क्याबिनेट लेखिरहेको छ, एकदम राम्रो थियो। अनि लकहरू पनि एकदम राम्रो, बाहिर क्यामेराहरू ठ्याक ठ्याक राखिदिएका थिए होइन। अनि यहाँबाट चाहिँ जङ्गल, ठक्क जङ्गलको बिचमा ओह्रालोमा थियो। अनि यो चाहिँ वाइफाईको टावरहरू तानेको होला नि त उनीहरूले। अनि यो चाहिँ हामी छतमाथिबाट है हेरिरहेको थिएँ। अनि मैले चाहिँ जङ्गलहरू देखाइरहेको थिएँ, कस्तो राम्रो राम्रो थियो, एकदम ब्लेस्ड फिल भयो। अनि त्यहाँ चाहिँ छोपेको चाहिँ मासु पोल्ने, तर पानी परेको थियो नि त। अनि पानी परेकोले गर्दाखेरि चाहिँ भोकले फेरि कस्तो साह्रो परेको थियो, पानी पनि छिटाइरहेको थियो। अनि केटीहरूले चाहिँ लु अब यसरी हुँदैन, छिटो छिटो केही त खानुपर्छ, भोकाएको छौँ भन्यौँ भने त्यसै चाहिँ केटीहरू चाहिँ भित्र खानेकुराहरू के बनाउँदै थिएँ। अनि म चाहिँ एकछिन पर्ख म टुर गरेर आउँछु भने अनि तपाईँहरूलाई बेसमेन्ट देखाउनु बिर्सेछु। अनि बेसमेन्टमा जाँदै थिएँ, अनि केटीहरू हेरेको त है त्यहाँ त गेम रहेछ। अनि केटीहरू त जाने बित्तिकै आम्मामा अगाडि त भोक लाग्यो भनेर आएको त त्यहाँबाट त कालिँदै हेर्नु नि खेलेको। यो चाहिँ बललाई होइन अर्को पार्टनरले क्या छिराउनु नदिनुपर्ने, ऊ झन्डै छिर्यो नि, हेर्नु नि उफु पुरा है, अझै पार्टनर पुगेकै छैन। अनि यता 2जना हेरिरहेको थिएँ। अनि हेर्नु नि यो चाहिँ ठक्कै, अनि यो चाहिँ हामीले यसरी के बनाएर खायौँ, कस्तो भोक लागेको थियो। अनि केटीहरू त झ्याङ्गो, केटीहरू त म मासु पोल्छु भन्नु थाल्यो। अनि ओके भने हेर्नु नि हाम्रो झ्याङ्गा अर्को त्यहाँ टिकटक बनाउनुको लागि रेडी भइरहेछ। अनि लु त बनाऊँ भन्यौँ है। अनि सल्लाहमा हामीले चाहिँ स्ट्यान्डहरू सबै लगेको थियो नि त। अनि यहाँ टिकटक हामीले एकछिन बनायौँ होइन, यो चाहिँ अलिकति टिकटकको क्लिप। अनि हामीले यो टिकटक सिकटक बनाएर नाच्यौँ, एकछिन उफ्रियौँ, रमायौँ, गायौँ, एकदम फन भयो थियो है। बेला बेला चाहिँ हामीलाई फन पनि चाहिन्छ क्या लाइफमा होइन, कति घरमै मात्र बस्नु स्ट्रेस हुन्छ भनेर चाहिँ हामी गएको थियौँ, केटी केटी गएको थियौँ, कामको साथीहरू। अनि एकदम रमाइलो भएको थियो। अनि हेर्नु नि हामी आम्मामा रमाएर नाचेर हेर्नु नि कालेर टिकटक बनाएर। अनि हामी चाहिँ सुत्यौँ त्यो रात चाहिँ खाएर। अनि भोलि बिहानै चाहिँ ठ्याक्क घाम लागिरहेको थियो है। अनि फेरि हकिङ हिल्सको त्यो भित्रभित्र हामी गएको थिएन नि त। अनि जानुपर्छ भनेर चाहिँ हामी बिहानै उठेर खाजासाजा खाएर चाहिँ हिँड्यौँ। यो अगाडिको गाडी चाहिँ हाम्रो साथी जुनेको हो, अनि यो पछाडि चाहिँ हाम्रो गाडी। हामी चाहिँ 2टा गाडीमा गएको थियौँ होइन। अनि हेर्नु नि ठक्कै नेपालै देख्दैन त, जङ्गलहरू कस्तो दामी थियो है, एकदम दामी 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 थियो। अनि हामी चाहिँ गाडीमा गयौँ, फुलहरू पनि त्यसै मजाले फुलिरहेको थिए,
एकदम राम्रो थियो बाटो पनि होइन, राम्रै भन्नुपर्छ यतिको चाहिँ। अनि हेर्नु न हरियाली चाहिँ मेरो चाहिँ फेरि वान अफ द बेस्ट थिङ चाहिँ मलाई समर एकदम मनपर्छ, किनभने मलाई चाहिँ कुदेको गर्नु मनपर्छ यसरी होइन, हेर्नु बारीतिर भयो। अनि मलाई चाहिँ एकदम नेचर थिङ्सहरू मनपर्छ क्या, बाहिरतिर जानु डुल्नु घुम्नु। अनि हामी चाहिँ फेरि त्यतै गयौँ, हिजो गएको झरनामै गयौँ। तर हामीले चाहिँ के भन्यौँ भने त्यो झरनामा चाहिँ होइन अलिकति उता गरौँ भन्यौँ। अनि हिँड्ने ठाउँ त ओ माई गड हेर्नु नि कस्तो छ, ढुङ्गा है आम्मामामा। मेरो साथीले चाहिँ छोरी पनि बोकेको थियो नि, धन्न उसको छोरी चाहिँ एकदम एक्टिभ क्या, हिँड्ने टुइ हिँड्ने। अनि हेर्नु नि हामी चाहिँ आउनु केटीहरू तिमीहरूको पनि थोपडा देखाऊ भने अर्कोचोटि चाहिँ हामीले पेन भेस्ट लगाएको थियौँ, त्योभन्दा अघिल्लो दिन चाहिँ हामीले जामा लगाएको थियौँ। अनि आज चाहिँ हिँड्ने हो हामी भन्ने भएको थियो। अनि ठिक्क घाम पनि लागेको थियो, तर कस्तो चिसो थियो। अनि लन त जाउँ हेरौँ भनेर मैले चाहिँ रश्मिको मेरो साथीको हात च्याप्पै समातेर लड्छु होला भरे फेरि भिडियो बनाउँदा भनेर उसको हात मैले च्याप्पै समातेँ। अनि हामी चाहिँ हिँडिरहेको छौँ राम्री भएर। अनि हेर्नु नि ढुङ्गाहरू, मैले चाहिँ छोडा त म यो अलिकति यो भिडियो गरिहाल्छु भनेर चाहिँ मैले यहाँको तपाईँहरूलाई यहाँको यो झरना भन्नु के भन्छ यसलाई थाहा भएन, यसलाई त झरना होइन, यसलाई के भन्छ तपाईँहरूले बुझ्नु होला के भन्छ भनेर। अनि हेर्नु नि सिँढी ढुङ्गा कस्तो राम्रो है, एकदम मन पर्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँहरू पनि जानु सक्नुहुन्छ। तर म चाहिँ भन्छु केटाकेटी छ भने चाहिँ अलिक ठुलोसँग अलिक बोक्नु सक्ने, किनभने नानीहरूले कोही बेला बोकाउनु लाउँछ। अनि यहाँ चाहिँ यस्तो चेपारो बाटो थियो नि होइन भिरमा, अनि एकदम चेपारो भएर जानुपर्ने के। अनि यहाँ हेर्नु नि चेपमा लड्छ होला भन्दै गइरहेको छौँ होइन। अनि सिँढी क्या चेपमा यस्तो ढुङ्गाको चेपमा पनि सिँढी रहेछ। अनि हामी चाहिँ झर्दैछौँ। अनि यो अगाडिको चाहिँ हाम्रै साथीहरू सबै। अनि मैले चाहिँ पछाडि फर्केर देखाउँदैछु क्या कस्तो थियो भनेर बाटो। अनि जुत्ता लगाएर चाहिँ टुङ आज चाहिँ, किनभने हिजो चाहिँ हामीले हिल लगाएको थियौँ फोटो खिच्ने भनेर ढड्डी पारेको थियौँ नि त। अनि आज चाहिँ हाइकिङमा हिँड्ने भनेर चाहिँ हामीले ठ्याक्क जुत्ता नि बोकेको थियौँ। अनि हाफिन बोकेर यहाँ हेर्नु नि कस्तो दामी। अनि यहाँ चाहिँ सानो पानी बगिरहेको छ। अनि मलाई चाहिँ खिच्नु मन परिहाल्यो क्या, कस्तो राम्रो भनेर। अनि म त खिच्छु भने मेरो साथीहरूले चाहिँ भन्दै थियो हो तिम्रो फोनमा त ग्यालरी भरेन भनिरहेको थियो, कति फोटो खिचेको कति भिडियो बनाएको भन्दै थियो। होइन हौ मलाई त चाहिन्छ नि, म त युट्युबमा हाल्छु नि भनेर तपाईँहरूको लागि चाहिँ मैले भिडियो गरिरहेको छु। अनि त्यो झरना, त्यो हिजोको अघि मैले तपाईँलाई सुरुमा देखाएको झरना हो यो त्यो चाहिँ। अनि यहाँ कति धेरै झरनाहरू त होइन सानो तर ठुलो होइन, तर ढुङ्गा क्या आम्मामा। हिँड्नु चाहिँ तपाईँहरूलाई एकदम हेल्थको लागि चाहिँ राम्रो हुन्छ यदि तपाईँहरू हिँड्नु चाहनुहुन्छ भने चाहिँ। अनि यो रुखहरू देख्दा चाहिँ, यो चिन्डे रुखहरू हेर्नु नि, यो देख्दा चाहिँ मलाई कन्यामको याद आएको थियो कि ठक्कै कतै नगइकन कन्यामै जस्तो लाग्यो मलाई त। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो भनिदिनु होला होइन। मलाई चाहिँ ठ्याक्कै कन्याम जस्तै लागेको थियो। अनि कन्याम अनि त्यो नेपालमा छ नि नमस्ते झरना भन्ने हो, त्यहीँ जस्तो त्यस्तै भाइब्स दिएको थियो क्या। अनि ठ्याक्क मलाई चाहिँ साथीले पर्खिरहेको छ, छिटो आउनु हौ टिकटक पनि बनाउनु पर्छ भन्दै थियो मलाई। अनि ल पक म आएँ भन्दै चाहिँ मलाई चाहिँ पर्खिरहेको छिन् क्या उता। अनि ल भन्यो। अनि अरू चाहिँ खोइ भनेको अघि गइसकेँ झरनामा भन्यो। अनि हेर्नु नि झरना कस्तो राम्रो, ठुलो चाहिँ छैन सानो भए पनि एकदम क्युट लाग्यो। अनि यो चाहिँ तपाईँहरूलाई मैले देखाइदिएको तेर्सो बनाएर ठाडो बनाएर। अनि यो चाहिँ म हो राम्री केटी। अनि तपाईँहरूलाई बाटो देखाइरहेको छु। हाम्रो केटीहरू चाहिँ आउँदैछ, म चाहिँ अगाडि गएर यिनीहरूको पनि म भिडियो क्याप्चर गर्छु भनेर चाहिँ अगाडि गएको थियो। अनि ढुङ्गामा हेर्नु नि है माथि ढुङ्गामा चढेको थियो। अनि यो चाहिँ कस्तो दुलो खालको ढुङ्गा रहेछ है, कस्तो मन पऱ्यो क्या। अनि तपाईँहरूलाई भिडियो गरेर देखाइदिएको हेर्नु नि कस्तो ढुङ्गा कस्तो दामी है। अनि हेर्नु म चाहिँ यो चाहिँ पुरा बिचमा ढलेको रुख रहेछ क्या। अनि रुखमा चढेर म हिँड्नु सक्छु भनेर चाहिँ क्या हिँडिरहेछ क्या। अनि बिचमा आएर उफ्री पनि दिएको थिएँ, केटीहरू चाहिँ लड्छौ तिमी लड्छौ भन्दै थियो। अनि
म चाहिँ सान बढाएर होइन लड्दिनँ म त हिँड्नु सक्छु है यहाँ हेर भनेर हेर्नु नि आमामा मैले हिँडेर देखाइदिएको क्या हिँडिसकेर चाहिँ आजलाई यति नै थ्याङ्क यू फर वाचिङ बाई